हेलो सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। यस्तो गरम भएर कि मेरो आँखा पनि खोलेको छैन। अब चाहिँ हामी बालासन खोला जान आँटेको, सो त्यही हो। गरममा घाम लाग्दै हराउँदै हुँदैछ, त्यही भएर शीतल भएको बेलामा चाहिँ गइहालौँ भनेको। सो त्यही हो, हेर्दै जानुहोस्, म तपाईँहरूलाई देखाउँदै जान्छु। यो चाहिँ हामी सर्टकट जाँदैछौँ बालासन। यता हेर्नु न, घाम अलिक कम्ती भएर आएको, फेरि घाम लाग्न थाल्यो। ओह अन्त सो हामी चाहिँ यहाँ आइपुग्यौँ। घाम लाग्यो अलिअलि। अघि चाहिँ हामी घाम कम्ती हुँदा चाहिँ त्यत्तिकै आयौँ, गरम हुन्छ भनेर जस्तो नाइट ड्रेसमा आएको छु म त झन्। तर यहाँ आएर शीतल पनि भयो खोलाको छेउमा। गुम्बा छ त त्यहाँ, घर जस्तो नि त। जाने मान्छे अरे पानी चिसो लाग्यो अड्किरहेको छ, यति मात्रै भिजाउँदै। आमाहरू पनि आउँछु भन्नुहुँदै थियो नि त कि, अन्त गरम घाम लागेर चाहिँ सुत्छु भनेर सुतिरहनु भएको थियो। अब भिडियो कल गरेर चाहिँ अलिक उयो गरिदिनु पऱ्यो। के भयो, चम्काइदियो। बनाउँदैछ यहाँ चाहिँ। वाउ, शीतल भइरहेको छ, शीतल। ढुङ्गाहरू त कि दामी दामी है। सानोको चाहिँ हो हाम्रो न, यो मुनिबाट पौडी खेल्ने मान्छे, स्विमिङ खेल्नु जाने मान्छे सकेन जानु है। वेदर कस्तो दामी भयो, घाम पनि त्यस्तो ज्यादा छैन, कम्ती नै लाग्यो। अन्त यहाँ खोलाको छेउमा हावा कस्तो मिठो आउँछ। डुब्ने प्रयासमै छ अहिले पनि ऊ पानी चिसो भएर आँटै आएको छैन डुब्नु। घाम लाग्यो। कोसिस जारी छ उहाँको। पानी चाहिँ हिजो अस्तिदेखि पानी पर्दैछ नि त कि, त्यही भएर कति घाम लागिरहेको अँधेरो भइरहेको थियो पानी पर्ला जस्तो। त्यही भएर चाहिँ हामी चान्समा डान्स, घाम लागेको छैन भनेर अब स्पिड आयौँ। यहाँ आइपुगेर घाम लाग्यो, तर दिन चाहिँ राम्रै भइरहेको छ, शीतल भइरहेको छ, पानी पनि चिसो भइरहेको छ कि, त्यही भएर उहाँलाई डुब्नु चाहिँ अलिकति साह्रो पर्दैछ। कसरी हि इज सक्सेसफुल।
सक्सेस फाइनली उहाँ चाहिँ डुब्नु भयो घाम अलिक चर्क्यो नि त कि त्यही भएर उहाँलाई आँट आयो शीतल भयो अब चाहिँ के गर्नु त म चाहिँ यसरी बसिरहेको छु ऊ चाहिँ म चाहिँ यत्तिकै चाहिँ हामी फर्केको घाम लागेर घाम लाग्यो नि त अब चाहिँ कि जिउै सक्दैन कस्तो दामी दामी कस्तो लाग्यो स्विमिङ कुल एकदम कुल भयो फाइनली लास्टमा हजुरको के भन्छ त्यो इच्छा पुरा भयो इच्छा पनि पुरा भयो गरम भयो इच्छा होइन फ्रेन्ड्स डरेको मेरो पनि यहाँदेखि खेतला नि लात्तीले दिनलाई ऊ जुम पटाबाट चढौँ ल ऊ रहेछ नि लात्ती उठाउँदैछ जुम पर बसिरहेको छ यहाँ चाहिँ हामी चाहिँ खोलाबाट पनि घर आइपुग्यौँ घाम त त्यत्तिकै छ गरम Subscribe, like, share and subscribe.